साथीहरू तपाईहरू जापानमा चाहिँ जाइरी शिखाकु विद्यार्थी भिजाबाट चाहिँ वर्किङ भिजामा चेन्ज गर्दै हुनुहुन्छ भने चाहिँ यो भिडियो तपाईहरूको लागि। म चाहिँ आज भर्खर इमिग्रेसन गएर आएँ र इमिग्रेसनले के भनेको छ भन्दाखेरि चाहिँ यदि तपाईहरू चाहिँ 2026 को सिगाचोबाट चाहिँ कम्पनीमा छिर्दै हुनुहुन्छ भने चाहिँ तपाईहरूले चाहिँ जिउनिगाचो अथवा 2024 को डिसेम्बरको 1 तारिकबाट चाहिँ तपाईहरूले चाहिँ भिजा हेङको अथवा चाहिँ स्ट्याटस चेन्जको लागि चाहिँ अप्लाई गर्न सक्नुहुनेछ अथवा चाहिँ डकुमेन्ट बुझाउन सक्नुहुनेछ। सो त्यसको लागि चाहिँ के डकुमेन्टहरू चाहिन्छन् भनेर म आज तपाईहरूलाई यो भिडियोमा भन्न गइरहेको छु। सर्वप्रथम त तपाईहरूले चाहिँ भिजा हेङको अथवा चाहिँ चेन्ज गर्दाखेरि कस्तो हुन्छ भन्दाखेरि चाहिँ एउटा चाहिँ तपाईहरूको चाहिँ कम्पनीले गरिदिने हुन्छ, अर्को भनेको चाहिँ तपाईहरू आफैले गएर चाहिँ डकुमेन्टहरू बुझाउनु पर्ने हुन्छ। कम्पनीले अथवा कुनै एजेन्टको हेल्पबाट तपाईहरूले चाहिँ भिजा हेङको अथवा चेन्ज गर्दै हुनुहुन्छ भने चाहिँ कम्पनीले अथवा चाहिँ एजेन्टले भनेअनुसारको डकुमेन्ट चाहिँ तपाईहरूले चाहिँ उहाँहरूलाई चाहिँ बुझाउनु भयो भने चाहिँ उहाँहरूले आफैले चाहिँ इमिग्रेसनमा गएर चाहिँ उनीहरूले बुझाइदिन्छन्। र अर्को भनेको चाहिँ तपाईहरू आफैले चाहिँ इमिग्रेसनमा गएर डकुमेन्टहरू बुझाउनु पर्यो भने चाहिँ तपाईहरूले के कुराहरू चाहिँ तयारी गर्नुपर्छ भनेर म तपाईहरूलाई चाहिँ यहाँ लेखिदिनेछु र त्यो सबै कुराहरू चाहिँ तपाईहरूले चाहिँ जुम्बी अथवा चाहिँ प्रिपेयर गरेर जानु होला। हैन भने चाहिँ तपाईहरूले चाहिँ फेरि अर्को पटक इमिग्रेसन जानुपर्ने हुन्छ र तपाईहरूलाई थाहा नै छ इमिग्रेसनमा चाहिँ धेरै लाइन बस्नुपर्छ र धेरै समय लाग्छ। सो यदि तपाईहरू आफैले चाहिँ डकुमेन्ट बुझाउनु पर्ने अवस्था छ भने चाहिँ तपाईहरूले चाहिँ यस्तो खालको फर्म चाहिँ भरेर बुझाउनु पर्ने हुन्छ। यो चाहिँ सिन्सेई निनियो हेङको भनौँ न जो चाहिँ मौसिकमी गर्नको लागि चाहिँ यो पेपर हुन्छ जुन चाहिँ तपाईहरूले चाहिँ इमिग्रेसनको चाहिँ अफिसियल वेबसाइटबाट डाउनलोड गर्न सक्नुहुनेछ। त्यो डाउनलोड गर्नुभन्दा पनि तपाईहरूलाई चाहिँ खाइसाले अथवा कम्पनीले चाहिँ यो डकुमेन्ट चाहिँ तपाईहरूलाई पठाइदिन्छ मेलबाट अथवा चाहिँ पोस्ट अफिसबाट चाहिँ तपाईहरूलाई पठाउने गर्छ। यसमा तपाईहरूले चाहिँ 2वटा पेपर चाहिँ तपाईहरू आफैले लेख्नुपर्ने हुन्छ र बाँकी 2वटामा चाहिँ तपाईहरूको खाइसा अथवा कम्पनीले चाहिँ आफ्नो जियो हो अथवा इन्फर्मेसन लेखेर चाहिँ तपाईहरूलाई चाहिँ मेल गरिदिन्छ। सो त्यो आइसकेपछि तपाईहरूले चाहिँ यसमा चाहिँ आफ्नो फोटो टाँसेर र यसमा चाहिँ भर्नुपर्ने कुराहरू चाहिँ पर्सनल डिटेलहरू चाहिँ कोजिन जियो होहरू चाहिँ तपाईहरूले चाहिँ भर्नुपर्ने हुन्छ। पहिलो र दोस्रो पेपर चाहिँ तपाईहरूले आफूले भर्नुपर्ने हुन्छ, त्योभन्दा बाँकी भनेको चाहिँ कम्पनीले चाहिँ भर्ने हो। र कम्पनीले त्यो मात्र नभएर चाहिँ कम्पनीको चाहिँ सेल्सको अनि रेभिन्यूको प्रफिट एन्ड लस भनौँ हैन त्यसको चाहिँ सबै डिटेलहरू अनि चाहिँ कम्पनीको चिरासी पनि हुन्छ है। कम्पनीको चाहिँ सेचुमीहरू सबै भएको एउटा चिरासीहरू सबै डकुमेन्ट चाहिँ तपाईहरूलाई चाहिँ कम्पनीले चाहिँ तपाईहरूको घरमै पठाइदिन्छ। त्यो कुराहरू चाहिँ तपाईहरूले चाहिँ यो लिस्टमा तपाईहरूले देख्न सक्नुहुन्छ। त्यो सबै कुराहरू चाहिँ कम्पनीले तपाईहरूलाई पठाउने गर्छ। त्यो सबै कुराहरू चाहिँ तपाईहरूलाई कम्पनीले पठाइसकेपछि अब तपाईहरूले गर्नुपर्ने कुरा भनेको चाहिँ मैले भनेको यो 2वटा पेपरमा चाहिँ तपाईहरूले आफूले भर्नुपर्ने हुन्छ। त्यो खाली ठाउँमा तपाईहरूले सबै कुरा भर्नु होला। अनि त्यसपछि भनेको चाहिँ अर्को इम्पोर्टेन्ट कुरा भनेको तपाईहरूको चाहिँ जाहेर कार्ड, पासपोर्ट त्यसको कपी र ओरिजिनल लिएर जानु होला। अनि त्यसपछि अर्को चाहिँ ट्रान्सक्रिप्ट र एक्सपेक्टेड ग्रेजुएसन भनेर भन्छ जुन चाहिँ जापानिजमा भन्दाखेरि सोचिगो मिकोमी स्योमेसो र अर्को चाहिँ तपाईको चाहिँ सेइसेकी स्योमेसो भन्ने हुन्छ। त्यसमा चाहिँ सोचिगो मिकोमी स्योमेसो भन्नाले चाहिँ एक्सपेक्टेड ग्रेजुएसन डेट हो जुन चाहिँ तपाईहरू चाहिँ अहिले चाहिँ ग्रेजुएसन हुनुभएको हुँदैन नि त अप्लाई गर्नुभन्दा अगाडि चाहिँ। त्यही भएर चाहिँ त्यो चाहिँ कहिले चाहिँ तपाईहरू ग्रेजुएसन हुने हो भनेर चाहिँ त्यो एउटा चाहिँ स्योमेसो चाहिँ तपाईहरूको कलेजबाट चाहिँ प्रदान गरिन्छ। अर्को ट्रान्सक्रिप्ट भनेको चाहिँ सेइसेकी स्योमेसो चाहिँ तपाईहरूको चाहिँ क्रेडिट आवर अथवा टाइम चाहिँ लेखेको हुन्छ। यदि तपाईँ दाइगाकुसै हुनुहुन्छ भने चाहिँ, यदि तपाईँ सेन्वनगाकुमा पढ्दै हुनुहुन्छ भने चाहिँ तपाईँहरूको चाहिँ एटेन्डेन्स त्यसमा लेखेको हुन्छ। त्यो पनि सँगै लिएर जानु होला। र खाइसाले दिने डकुमेन्टहरू चाहिँ खाइसा अनुसार फरक हुने भएको हुनाले चाहिँ खाइसाले जे डकुमेन्टहरू बुझा भनेको छ तपाईँहरूलाई मेल आउन सक्छ अथवा तपाईँहरू आफैलाई चाहिँ भेटेर उहाँहरूले चाहिँ कम्पनीमा चाहिँ भनेको हुन सक्छन्। त्यो अनुसार तपाईँहरूले बुझाउनु होला। र तपाईँहरू आफूले बुझाउने डकुमेन्ट त मैले भनिहालेँ। र इमिग्रेसनमा चाहिँ तपाईँहरू बिहान 9 बजेदेखि खुल्ने भएको हुनाले चाहिँ 9 बजे छिट्टै पुग्नु भयो भने चाहिँ तपाईँको 30 मिनटभित्रमा सबै काम भइसक्छ। तर दिउँसोतिर चाहिँ धेरै नै तपाईँहरूले चाहिँ वेट गर्नुपर्ने हुनसक्छ। र तपाईँहरूले चाहिँ यो अप्लाई गर्नको लागि चाहिँ ढिला नगर्नु होला। किन भन्दाखेरि चाहिँ अहिले चाहिँ जापानमा चाहिँ धेरै रुलहरू चाहिँ चेन्ज भइरहेको हुनाले चाहिँ यो भिजा कोखान अथवा हेङकोको पनि चाहिँ यो जुन भिजा रेट दस्तुर छ नि त्यो पनि बढाउने भन्ने छ। अहिले चाहिँ हालसालै चाहिँ बढिसकेको छैन। त्यही भएर भविष्यमा गएर बढ्न सक्ने सम्भावना भएको हुनाले चाहिँ छिटोभन्दा छिटो चाहिँ तपाईँहरूले गएर चाहिँ अप्लाई गर्नु होला है त।